देख्न सक्नुहुन्छ हैन यो ठाउँमा चाहिँ मान्छे नै हुँदैनन् क्या दायाँ बायाँ हैन हिँड्ने यताउति माहौलै हुँदैन क्या सबै आफ्नो काम ड्युटी टक्क जाने आउने टक्क अब बिहान गएपछि बेलुका हो यहाँको लाइफ अब मैले तपाईँहरूलाई देखाइरहेको छु हैन यहाँ त घुम्ने रमाउने भन्ने फुर्सदै हुँदैन क्या सबैतिर सुनसानहरू सुनसान कहीँ देख्नुपर्छ यो एरियातिर हेर्नुहोस् होइन अब यहाँ चाहिँ अब यतापट्टि पनि देखाउँछु यो एरियामा हेर्नुहोस् होइन पछाडितिर कोही मान्छे हिँडेको देख्नुहुन्छ त र अर्को यतातिर ल हेर्नुहोस् कोही हुँदैन क्या गाइस त्योहरू चाहिँ फ्री हुने टाइम चाहिँ आफै यसो निस्किनुपर्छ फ्रेस हुनुपर्छ भनेर चाहिँ टक्क हो क्या एकदम बिजी लाइफ हुन्छ कि चाहिँ यो चाहिँ अलिकति गाउँ टाइपको पऱ्यो गाइस होइन अलिकति गाउँ टाइपको नै हो होइन ठाउँ चाहिँ सहरमा चाहिँ अलिकति अब बाटोहरू ठुल्ठुला हुन्छ होइन अब त्यहाँ चाहिँ अब लाइक टोकियो जस्तो ठाउँतिर चाहिँ बिजी हो अहिलेको हेर्नु अहिलेको मौसम चाहिँ खतरै छ गाइस होइन अब बेलुका रात पर्ने बेला भइसक्यो होइन पानी पर्ला जस्तो छ होइन पानी पर्छ जस्तो छ गाइस होइन अब यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ यहाँ तरकारी खेती पनि टक्क छ है अब यता बाटोतिर तपाईँलाई चाहिँ मैले यो गिफुको चाहिँ म बस्ने एरियाको चाहिँ यसो इन्भाइरोमेन्ट देखाइदियो गाइस है कतिको बिजी हुन्छ माहौल ठाउँ होइन भनेर चाहिँ तपाईँहरूलाई देखाइदिनको लागि मात्रै हो गाइस होइन यहाँ चाहिँ बढी खेतीपाती हुँदो रहेछ क्या किनकि गाउँ हो नि त होइन गाउँ हो तपाईँको हेर्नु न पछाडि हेर्नु है एरिया अलिक खाली छ नि त खाली छ घरहरू छैनन् त्यति टक्क खेती चाहिँ बढी गर्दो रहेछन् क्या खेतीपाती गाइस अनि अर्को कुरा चाहिँ होइन राम्रो पक्ष भनेको चाहिँ हेर्नु न हरियाली क्या गाइस है तपाईँको अलिकति चाहिँ सिटी एरियामा चाहिँ यस्तो हरियो परियो हुँदैन नि त होइन यहाँ चाहिँ हेर्नु न यहाँ चाहिँ यो चाहिँ पछाडिपट्टि पार्क हो होइन अनि एउटा ठुलो ग्राउन्ड पनि छ यहाँ चाहिँ फ्रेस हुनलाई त्यहाँ बिचमा बल पनि रहेछ गाइस होइन अब गएर एक्लै खेल्ने कुरो भएन गाइस है हेर्नु न आहा कस्तो राम्रो छ क्या है टक्क हरियो परियो टक्क वातावरण चाहिँ एकदम क्या माइन्ड चाहिँ यस्तो ब्लोइङ हुन्छ नि होइन यस्तो फ्रेस हुन्छ गाइस होइन मनमा जति पिडो टेन्सन भयो भने टक्क चाहिँ यहाँ आएर होइन 1 घन्टा तपाईँहरू चाहिँ टक्क फ्रेस भएर बस्नुभयो भने चाहिँ एकदम मजा आउँछ क्या मजा आउँछ चिल टाइपमा यस्तो हावा चलिरहेको छ होइन यस्तो मिठो हावा चलिरहेको छ गाइस है यस्तै हो हामी प्रकृतिसँग चाहिँ रमाउनु पर्छ र प्रकृतिको चाहिँ हामीले संरक्षण पनि गर्नुपर्छ है गाइस है संरक्षण गरिएन भने चाहिँ यो एउटा के भन्छ त प्रकृतिको सौन्दर्य नै हराउँछ नि त गाइस होइन हेर्नुहोस् न टक्क कस्तो हरियो छ क्या यो तपाईँको पछाडि देख्न सक्नुहुन्छ होइन सर र सबैतिर चारैतिर हरियो छ क्या चारैतिर हरियो छ गाइस है चारैतिर हरियो छ टक्क लाएर चाहिँ अब ग्राउन्डभित्र पनि छिर्दिउँ न एकलट ग्राउन्डभित्र पनि छिर्दिउँ होइन तपाईँहरू चाहिँ टक्क देखाइदिउँ न ल हेर्नुहोस् त टक्क होइन यहाँ झारमा आएर सुते पनि है कति आनन्द आउँछ क्या कति आनन्द आउँछ पछाडि बल पनि रहेछ गाइस है अब बल अब कसो बल खेल्ने कुरो भएन खेल्ने त्यो पनि छैन टक्क है ओ माई गड है चिल छ है गाइस है चिल छ है इन्भाइरोमेन्ट चिल छ है टक्क हेर्नुहोस् है तपाईँहरूले टक्क घुमाउनु पनि सक्छु अब यो पछाडिको चाहिँ अब हिस्टोरिक कुराहरू हो गाइस होइन तपाईँले देख्न सक्नुहुन्छ है अब जापानिजमा पनि लेखेको छ लेख्न त अब टक्क मलाई चाहिँ त्यति पढ्न पनि आउँदैन गाइस होइन अब खान्जे छ क्या त्यो खान्जेले चाहिँ दिमाग खान्छ गाइस होइन त्यो तपाईँहरूलाई चाहिँ टक्क पछाडिको चाहिँ यसो देखाइदिनु लाग्यो है